त गर्नु पर्यो जिन्दगीमा। म सधैँ सोचिरहन्थेँ, किनकि मेरो मेरो दिमाग अलिकति क्रिएटिभ छ, म धेरै सोचिरहन्छु। म सोचिरहन्थेँ, एक दिन मैले थाहा पाएँ सोचेर केही पनि हुँदैन। त्यसपछि मैले सोच्नै छाडिदिएँ। आजकल म केही नगरी बस्छु, लिटरल्ली केही नगरी बस्छु। म बसेको बसै गर्छु क्या। बस्दा बस्दा थाक्यो भने आनन्दले बस्छु। सिधा भन्दा आई लभ सिट। म बसी बसी बकवास गर्छु। वेलकम टु माई सिट सो, जस्ट लाइक स्ट्यान्ड अप कमेडी विदाउट स्ट्यान्ड अप एन्ड कमेडी। आई डोन्ट ह्याभ सेन्स अफ ह्युमर, र मसँग फन्नी फेस पनि छैन। मेरो सेन्स अफ ह्युमर मनपर्ने भनेको मेरो वाइफलाई मात्र हो। सी अलवेज वेटिङ टु माई जोक। द्याट इज द स्टार्टिङ पोइन्ट जहाँबाट हाम्रो झगडा सुरु हुन्छ। माया पनि धेरै छ हामी बिच। हरेक रात सुत्नु अघि उनी फेस मास्क लगाइदिन्छन् मलाई। सी इज भेरी कन्सियस एबाउट फेस। राति अचानक आँखा खुल्दा मेरो अनुहार देख्यो भने आफ्नो फेसियल एक्सप्रेसन वियर्ड होला भन्ने पिर छ उनलाई। लाइफमा आफूले केही नगरे पनि हुन्छ, आनन्दले बस्न सकिन्छ। तर स्कुलमा मेरै होमवर्क चोरेर पास हुने साथीले आफूभन्दा धेरै प्रगति गर्यो भने भत भत पोल्छ मन। मेरा साथीहरू पनि गद्दार निस्किए र मन जलाए। फर्स्ट टाइम रिग्रेट भयो सालेहरूलाई साथी बनाएकोमा। त्यसमाथि जान्ने पल्टिनु पर्ने मुला सिँगानीहरू। मन लागेको गर्नुपर्छ, सफलता मिल्छ। साथीले भनेको सही नै होला, सिकाउन त सजिलो छ नि, होइन? साथीको अगाडि मान्ने नि होइन क्या, किन इज्जत दिने? साथीले भनेको सही होस्, मान्ने होइन, किन इज्जत दिने? त्यो मुला सिँगानेको थाहा छ त्यो मुला इज्जतको लायक छैन। यसरी बसेर त भएन। वेकअप क्या, वेकअप 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 कल गर्नु पर्यो मैले। त्यत्तिकै चुप्पो लाएर बसिरहनु भएको छ भने नि योभन्दा वेस्ट लाइफ केही पनि होइन क्या। वेकअप, केही त गर्नु पर्यो। म पनि सधैँ सोचिरहन्थेँ। एक दिन मैले थाहा पाएँ सोचेर मात्र हुँदैन, गर्नुपर्छ। त्यसपछि मैले सोच्न छाडिदिएँ। आजकल म केही नगरी बस्छु, लिटरल्ली केही नगरी बस्छु क्या। म बसेको बसै गर्छु। सिधा भन्दा आई लभ सिट, जस्ट लाइक स्ट्यान्ड अप कमेडी विदाउट स्ट्यान्ड अप एन्ड कमेडी। कमेडी गर्नको लागि आई डोन्ट ह्याभ सेन्स अफ ह्युमर, र मसँग फन्नी फेस पनि छैन। मेरो सेन्स अफ ह्युमर मनपर्ने भनेको मेरो वाइफलाई मात्रै हो। सी अलवेज वेटिङ टु माई जोक। द्याट इज द स्टार्टिङ पोइन्ट जहाँबाट हामी श्रीमतीको झगडा सुरु हुन्छ। माया पनि धेरै छ कि हामी बिच। हरेक रात सुत्नु अघि उनी मलाई फेस मास्क लगाइदिन्छन्। सी इज भेरी कन्सियस एबाउट फेस। राति अचानक आँखा खुल्दा मेरो अनुहार देख्यो भने आफ्नो फेसियल एक्सप्रेसन वियर्ड होला भन्ने पिर छ उनलाई। सी इज भेरी कन्सियस एबाउट हर फेस। लाइफमा आफूले केही नगरे पनि हुन्छ, आनन्दले बस्न सकिन्छ क्या। तर वरिपरि भएको मान्छेहरू अनि स्कुलमा मेरै होमवर्क चोरेर पास हुने साथीले आफूभन्दा धेरै प्रगति गर्यो भने भत भत पोल्छ मन। मेरा साथीहरू पनि गद्दार निस्किए, भत भत मन पोल्छ। फर्स्ट टाइम रिग्रेट भयो सालेहरूलाई साथी बनाएकोमा। त्यसमाथि जान्ने पल्टिनु पर्ने मुला सिँगानीहरू। मन लागेको गर्नुपर्छ, सफलता मिल्छ। अब भित्राको मिल्छ, मैले मन लागेको गरेको छु, खोइ मिलेको। साथीले भनेको सही नै होला, साथीको अगाडि मान्ने नि होइन क्या। त्यो मुला सिँगानी नचिनेको हो र त्यसलाई किन इज्जत दिने? थाहा छ त्यो मुला इज्जतको लायक छैन, किनकि मेरो साथी हो। पछि सोद्धा हो कि क्या हो जस्तो लाग्ने के। मैले धेरै सोचेँ केही राम्रो निस्कन्छ कि, आखिरमा निस्क्यो सिट। सो आई स्टार्ट दिस सिट बिकज आई लभ सिट। दिस इज सिट सो। त्यसैले कुरा गरौँ केपी ओलीको। म डराएर भाग्ने मान्छे होइन। सुहाँ सुहाँ भइरहेछ क्या, स्वर काँपिरहेछ। उता सुरुवाल भिजिसक्यो, यता म डराएर भाग्ने मान्छे होइन। यतिको कन्फिडेन्स चाहिँ हुनैपर्छ क्या चुतिया बन्नलाई। ओली जसको बच्चा छैन अफिसियल्ली है, अब भन्न सक्दैन पछाडि के छ, एमालेमा सबैको बा। मेरा केही साथीले एमाले छाडिदिए। आफ्नो बा हुँदाहुँदै अर्कोलाई कसरी बा भन्नु यार? सोध्नु पर्ने होला नि त आमासँग पनि। केपी बा ज्यान हाजिर छ। आई लभ यु केपी बा। थियो त्यही कपुत हो जसले अंश दे भन्दै बाउ कुटेको थियो। गाउँमा बसेर बाउ सोचिरहेछ ज्यान दिने भए यता दिनु नि, खेतमा धान त फल्थ्यो। जेनजीले केपीलाई भगायो। अरे सबतिर हल्ला छ क्या, गलत हल्ला हो। देशको प्रधानमन्त्री
हेलिकप्टर चढ्न मन लागेको थियो। त्यही दिन जेन्जी आन्दोलन भयो त के गर्नु, प्रधानमन्त्रीले आफ्नो हेलिकप्टर चढ्न मन लागेको स्केड्युल चेन्ज गर्नु, हेलिकप्टर चढेर भाग्यो भनिदिने। म त छक्क पर्छु, म त अचम्म पर्छु, म त दङ्ग पर्छु। म जे मन लाग्यो त्यही गर्छु। हा हा हुर हुर गरेर भाग्न म परे भयो, हा हा हुर हुर। माई नेम इज केपी एन्ड आई एम नट अ ह्युमन बिङ। जेन्जी सेन्जी केही हुन्न। के को जेन्जी? मेरो घरमा त छैन नि त। यो सब विदेशी चाल हो। साइन्टिस्टहरू भन्छन्, मतलब साइन्स भन्छ अहिले त, पहिले साइन्टिस्टले भन्थे प्रकाशको स्पिड सबभन्दा तीव्र हुन्छ संसारमा। तर म मान्दिनँ। त्यतिखेर केपी थिएन र मात्र बालुवाटारमा प्रधानमन्त्री भएर बसेको मान्छे एकैछिनपछि भक्तपुरको गुन्डुको गुन्डा यति स्पिड प्रकाशको गति हुन्छ भने आँखा झिमीको माल गायब। 2 त्याइले बोकेको केपी एकैछिनमा सडकमा। केपीको जस्तो गुन्डाराज आजकल हिन्दी फिल्ममा त चल्दैन, नेपालमा चल्ला भनेको, त्यो पनि रियल, त्यो पनि पोलिटिक्समा। केपीलाई यो सब सपना लागिरहेछ क्या, नाइटमेयर। केपी अचेल 2 कुरासँग मात्र डराउँछ, जेन्जीको नाइटमेयर अनि काठमाडौँको मेयर। हुन त म पनि एमाले हो, अब त लाज लाग्यो क्या। नकोचरो पनि त कति हुनु, अब मान्छे बन्नु पर्यो नि भनेर एमाले बनिन। म एमाले बने किनकि मेरो बाउ एमाले। हुन त बाउलाई सामन्ती बन्नु मन थियो, तर मन मात्र भएर के गर्नु, घरमा खाने अन्नको गेडा थिएन। बाउ मन मारेर एमाले भए। एमाले भएपछि अनि सामन्ती बनेपछि। केपीको आफ्नो बच्चा छैनन्, त्यसैले रिग्रेट पनि छैन। हुन त उसँग लाज शरम पनि छैन। केपीको आफ्नो बच्चा छैनन्, त्यसैले रिग्रेट पनि छैन। हुन त उसँग लाज शरम पनि छैन, त्यो अर्कै कुरा हो। नत्र यति 75 जना जवानहरूको हत्यापछि 75 पुग्न लागेको बुढो बाँच्न सक्दैन थियो। हिटलरले त सुसाइड गर्यो। हि वाज सफ्ट हार्टेड, नट लाइक केपी। म कुरिरहेको छु, मलाई विश्वास छ केपीले पनि आफूलाई हिटलरभन्दा राम्रो प्रुभ गर्नेछ। सुसाइड इज नट ब्याड अलवेज। मलाई थाहा छ केपीले एक दिन गर्नेछन्। केपी बा, आई लभ यु एन्ड आई एम वेटिङ। सुसाइड इज नट अलवेज ब्याड। इभन रिग्रेट इज नट अ रकेट साइन्स क्या। रिग्रेट भनेको त सानो बच्चाहरूलाई पनि हुन्छ। आई वाज 14 year old। मसँग एउटा गुलेली थियो, मैले चरा मारेँ। चरा पनि के भन्नु, चराको बच्चा मारेँ क्या। आफ्टर द्याट आई फिल ब्याड। त्यसको माउ गोडमा आउँदै आफ्नो बच्चा खोजिरहेको थियो, बच्चा मेरो छेउमा लडिरहेको थियो। मलाई रिग्रेट भयो, मैले किन मारेँ यो बच्चालाई, अचार पनि पुग्दैन यार यो तरकारी त पर कुरा। फेरि सोचे गुन्डुमा मासु खान पर्खिरहेका मेरा बा वरिपरि चम्चा राखेर बसेका छन्। बा 70 कटे पनि मासु खान्छन्, तर नरम चाहिन्छ। चराको बच्चाको मासु एकदम सही हुन्छ क्या बालाई। बच्चा मारे बच्चा भन्थे हिँड्ने बेलामा पनि। मासु पाएनन् भने गिजा चबाउन थाल्छन्। एकदम धार्मिक, धर्मका एक एक कुरा थाहा छ बालाई। धर्म अफिम हो, दिन रात अफिम तानेर बस्छन्। कम्युनिस्ट त परे मेरा सामन्ती बा। थाहा छ होला नि, मैले अघि नै भने पहिले घरमा खाने अन्नको एउटा गेडा थिएन, त्यसपछि त्यही झोकमा एमाले बन्यो, त्यसपछि सामन्ती। म यहाँ रिग्रेट भयो क्या बच्चा मारेकोमा। मैले माउको आँखामा हेरेँ अनि गुलिल तागेँ, माउ ठहरे। यदि भयो त 12 मलाई एक छाक पुग्यो, तरकारी पुग्यो, अनि लागेँ गुन्डुतिर जहाँ मेरा बा पर्खिरहेछन् छेउमा चम्चा राखेर। बाई द वे मेरो घर गुन्डु है, अहिले मात्र बदनाम भयो। वेलकम टु माई सिट सो। केही गरौँ भनेर मैले सिट सो सुरु गरेँ, त्यही भएर अब नामै सिट भएपछि केपी ओलीको कुरा गर्नु परिहाल्यो होइन। त्यही भएर आज मैले केपी ओलीको कुरा गरेँ, पछि यस्तै सिट कुरा गर्नु पर्यो भने फेरि कुरा गर्ला केपी ओलीको। अहिलेलाई बाई बाई।